मेयरले स्वयं आफैले फटाइ गरेको भ्रष्टाचार गर्न खोजेको हो या के गरेको हो तपाईहरु नै भन्नुहोस्। हाम्रो चैनपुर नगरपालिका मेयर कृष्ण कुमार तामाङले 200 वटा चाहिँ मिनी टिलर भन्छ त्यो हाते ट्र्याक्टर ल्याउँदा एउटा ट्र्याक्टर चाहिँ उहाँले आफ्नो मनखुसी ल्याएर उहाँको आफन्तलाई दिनुभएछ नगरपालिकाको पैसाबाट। तपाईलाई नगरपालिकाले चाहिँ के भनिरहेको छन् भन्दा पछि जोडौँला फेरि तपाईलाई चाहिँ जागिर थियो यसले जागिर खाएर अथवा जागिर नपाएपछि यसलाई जागिरबाट निकालेपछि यो चाहिँ होइन राहतमा थियो अनि त्यसपछि यो राहतमा भएको कर्मचारी चाहिँ माथिबाट दरबन्दी आएपछि अटोमेटिक हामीले हटायौँ हट्यो अनि त्यस पछाडि विरोध गरेको भनेर एउटा ट्याग छ। मेरो विषयमा चाहिँ के हो त भन्नुहुन्छ भने मैले जुन अभियान सुरु गरेँ भनेर अघि नै भनिसकेको छु पुलको विषयबाट नै मेरो अभियान सुरु भएको हो यथार्थ कुरा। हजुरहरूलाई त्यो भिडियो त्यहाँ त्योभन्दा अगाडि मेरा त्यस्ता पोस्टहरू पनि थिएनन्। त्यो पुल जुन दिन छेकेँ त्यहाँदेखि नै मेरो अभियान चाहिँ सुरु भएको तर उहाँहरूले चाहिँ मेरो अभियान बढ्दै दिन प्रतिदिन अहिले नगरपालिकाको भ्रष्टाचार व्यथिति अनियमितताको विषयमा आउन थालेपछि अहिले पछिबाट आएर चाहिँ उहाँहरूले मलाई चाहिँ जागिर गएदेखि यो विरोधमा आयो भन्ने कुरा आयो। त्यो पुल छेक्नुभन्दा निकै लगभग 6-7 महिना अगाडि नै मेरो चाहिँ तपाईको जागिरबाट म निस्किसकेको हो। त्यो म भोलिपल्टैदेखि विरोध गर्ने थिएँ होला के थियो होला त्यो छैन। मेरो केही समय ग्याप गरेर पछाडिबाट मात्रै मैले पुल छेकेको भनेको मैले लगभग जेठ महिनातिर हो। धेरै विरोध गर्नुभयो चैनपुर नगरपालिकाको भन्छन् मान्छेहरू। यहाँले विरोध गर्दै गर्दाखेरि त्यसको प्रमाणहरू पनि त चाहिएला नि। भोलि कानुनी कठघरा उभिनु पर्ला जवाफ दिनु पर्ला। तपाईले अलिकति डर लाग्दैन सर मैले यसरी बोलिरहँदाखेरि भोलि मलाई कानुनी फन्दा फस्छु होइन यसरी दुःख पाउँछु भन्ने अलिकति त्यस्तो डरहरू हुँदैन? त्यस्तो छैन मतलब प्रमाण छ र नै बोल्नु भएको हो? हजुर प्रमाण छ र नै बोले आऊ। सबैजनाले मलाई गाली गर्नु भएको छैन पागल भन्ने के भन्ने होइन अनेक लान्छना लगाउने के गर्ने भनेको उहाँहरूको एउटा कोर टिम बनाउनु भएको छ। त्यही 5-7 जनाले मात्रै त्यो कमेन्ट गरिरहनुहुन्छ दोहोऱ्याइरहनुहुन्छ जुन भिडियोमा पनि त्यो उहाँहरूले जान्ने कुरा हो। किन गर्नुहुन्छ उहाँहरू 5 जनाले होइन? हम सर आजभोलि केमा व्यस्त हुनुहुन्छ? विरोध गर्दैमा व्यस्त हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ सर? होइन हजुरको यो क्वेसनलाई अब कसरी भन्ने होइन मैले कुन कुरामा चाहिँ विरोध गरेँ विरोध भन्ने कुरा हजुरले ल्याउँदै गर्दा यो विरोध होइन। यो भनेको नागरिकहरूलाई चाहिँ सूचना दिने काम गरेका छु मैले विरोध भन्ने गरेकै होइन के भन्दैछु भने मेरो अभियान सुरु भएको पोइन्टको कुरा हजुरहरूलाई सुनाउँदैछु। सुरु पोइन्ट चाहिँ त्यहाँबाट सुरु भएको। मैले के गरेँ त भन्दा त्यो 2टा एलपी पिल्लुवा खोलाको बेली ब्रिजलाई यहीँ बनाउनु पर्छ यो फर्काउनु हुँदैन। कसले फर्काउन लायो भन्दाखेरि कहिले वडा अध्यक्षले कहिले मेयरले भन्ने कुरा ती ड्राइभरबाट आयो र मैले लाइभ देखाएर त्यो मेरो अभियान सुरु गरेको छु। हजुरहरूले अहिले पनि हेर्न सक्नुहुन्छ फेरि पनि म त्यो भिडियो पोस्ट गर्न सक्छु। मेरो पहिलाको आइडी ब्लक भयो। मेरो कालो मोटरसाइकल अगाडि छेकेँ अगाडि राखेँ बाइक र मैले चाहिँ त्यो एलपीलाई चाहिँ लु यो मेरो बाइक किच्याएर लैजा तर यो पुल लान दिन्न यो ठाउँमा बनाउनु पर्छ। यिनीहरूले कवाडी पनि सस्तोमा बेचेर खाने हामीलाई ग्याबिङ पनि नलाउने अनि आएको पुल पनि यो मेयरले चाहिँ यसरी फर्काउने भनेर मैले त्यो भिडियो लाइभ गर्दा मेरो 1.5 भ्युज गएको थियो। त्यतिखेर 11 लाखमा बिक्री भएको एउटा सामान चाहिँ एउटा मेयर यत्रो जिम्मेवार मान्छेले चाहिँ तपाईँको चाहिँ 36,000 जम्मा गरेर कसरी चाहिँ बिक्री गर्यो त भनेपछि 11 लाखमा बेच्यो त्यो सबै पुल चाहिँ। तर अब नगरपालिकाको अथवा नगरको जुन आम्दानी बाँध्दा चाहिँ 36,000 मात्रै बाँध्यो मात्रै बाँध्यो। अनि यो कुन प्रक्रिया हो त? प्रमाण छ नि सर? प्रमाण छ। त्यो तपाईँको चाहिँ 2 दिनको सूचना उहाँहरूले त्यो कवाडी बिक्री लिलामीको वडा कार्यालयमा गएर माग्दाखेरि नि हुन्छ। उहाँहरूले सूचना आह्वान गर्दा नि 2 दिनको मात्रै राख्नु भएको छ। कसरी हुन्छ थोरै मात्रै राजस्व जम्मा गर्ने अनि पुलको पैसा अब त्यो किन थोरै मात्रै जम्मा गर्ने त 11 लाखमा बिक्री भएको अनि त्यो त खानै खोज्या होला भनेपछि खायो भन्ने हो त? खायो भन्ने त देखियो नि त। चाहे जसले खाए पनि त्यो त सिस्टममा आएन नि। त्यो नगर्नु त्यो गलत गर्नु भनेको मेयरले खाएको देखिएन त खायो भन्ने कुरा त्यहाँ हो।
नमस्कार अनि हार्दिक स्वागत छ पूर्वाञ्चल डिबिया टिभीमा। म कार्यक्रम सञ्चालक दिलबहादुर राई। दर्शकबिन, पूर्वाञ्चल डिबिया टिभी तपाईँले विश्वको जुनसुकै कुना कन्दरमा सहजै हेर्न सक्नुहुन्छ तपाईँसँग इन्टरनेटको पहुँच भएको खण्डमा। पूर्वाञ्चल डिबिया टिभीमा हामीले विभिन्न भिडियो छायाङ्कन गर्दै देखाउँदै सुनाउँदै आइरहेका छौँ। व्यथिति, विकृति, विसङ्गतिलाई उजागरण गर्ने गरेका छौँ। अहिले स्थानीय सरकार सिंहदरबारको अधिकार गाउँ गाउँमा भनेपछि गाउँ गाउँमा सिंहदरबारको अधिकार होइन, सिंह चाहिँ आइपुगे तर दरबारमै रहे अधिकार भनेर स्थानीयहरूले गुनासो जनगुनासो गरिरहेका छन्। यसलाई हामीले चासोको साथ उजागरण गरिरहेका छौँ। 3 तहको सरकारमध्ये स्थानीय सरकारमा बढी गुनासो आउने गरेको छ र स्थानीय सरकार भनेको जनताको साँच्चीकै नजिकको सरकार, घर दैलोको सरकार, आँगनको सरकार र सबै जाने बुझेका मानिसहरू त्यहाँ छन् र जनताले भारी बोकाएर हाम्रो काम गरिदिनुहोस्, हामीलाई सेवा सुविधा दिनुहोस्, शिक्षा, स्वास्थ्य, बाटो, सडक विभिन्न यस्ता कुरामा हामीले सहज गरिदिनुहोस् भनेर स्थानीय सरकार बन्दाखेरि निर्वाचनमा चुनावमा भोट हालेका छन्। आफूले मन पराएका जानेका चिनेका भन्दा पनि काम गर्ने नेतालाई अगाडि सारेका छन् भनेर सबैले भन्छन्। हामी त्यही भन्दैथ्यौँ। तर अहिले विभिन्न पालिका, नगरपालिका, उपमहानगरपालिका र गाउँपालिकामा व्यथिति झन्झन बढ्दै गएको छ। व्यथिति घट्नु त कहाँ हो, तर यसो भन्दै गर्दा स्थानीय सरकार अथवा जो सरकार हुन्छ, जनप्रतिनिधिहरू र राज्य सत्तामा अथवा राज्यको तल भत्ता खाने मानिसहरूलाई दुखेसो पनि हुनसक्छ। उहाँहरूले चित्त पनि दुखाउन सक्नुहुन्छ। तपाईँले चित्त दुखाउनु पर्दैन। तपाईँले जे काम गर्नुभएको छ त्यो हामी पर्दाफास गर्छौँ। राम्रो कामलाई सपोर्ट गर्छौँ, नराम्रो तपाईँहरूको त्यो कामलाई हामी पर्दाफास गर्छौँ नै। किनभने हाम्रो धर्म नै यही हो, हामी सञ्चारकर्मीको धर्म यही हो। यतिखेर चैनपुर नगरपालिकामा हामी आइपुगेका छौँ। चैनपुर नगरपालिकामा अहिले जल्दो बल्दो विषयवस्तु एकदम यस्तै व्यथितिको विषयवस्तु चाहिँ तर्कालो भनेर अगाडि बढेको छ। र केही वर्ष यता, केही महिना यता होम नारायण सापकोटाले त्यहाँका चैनपुर नगरपालिकाका व्यथितिलाई छर्लङ्गा उदङ्ग बनाइदिनु भएको छ, छताछुल्ला बनाइदिनु भएको छ। चैनपुर नगरपालिकाका जनप्रतिनिधिले हामी सिस्टममा काम गर्छौँ, नीति नियम कानुन बमोजिम काम गर्छौँ भनेका भन्छन् र त्यसै भन्दै आएका छन्। तर काम भने व्यथिति, विकृति यस्तैमा उहाँहरूले काम गरिरहेको भन्ने हामीलाई प्रमाण फेला परेको छ। हामी धेरै जान्ने भएर भन्दैनौँ, तर होम नारायण सापकोटासँगै उहाँ चैनपुर स्थानीयवासी र उहाँ कर्मचारी पनि भएको भन्ने सुनेका छौँ। र के हो सत्य तथ्य र व्यथिति विकृति होइन त? केमा विकृति विसङ्गति हो त? किन आवाज उठाउनुहुन्छ? किन यसरी चैनपुर नगरपालिकाको सबै कुरो व्यथितिहरूलाई नाङ्गो झार अथवा बाहिर मैदानमा ल्याइदिनुभयो, छत्ताछुल्ला बनाउनु भयो? तपाईँले भनेका साँच्चै व्यथिति भएको हुन् त? केमा व्यथिति? त्यसको प्रमाण छ त तपाईँसँग? यिनै र यस्ता कुरामा दरो र खरो विषयवस्तुमा हामी आज कुराकानी गर्नेछौँ। हामीसँग हुनुहुन्छ आजको गेस्ट, आजको हाम्रो अतिथि हुनुहुन्छ होम नारायण सापकोटा हुनुहुन्छ र उहाँ एउटा अभियन्ता पनि हुनुहुन्छ। र उहाँको भनाइ हामीले बुझेअनुसार समाज अथवा नगरपालिका भ्रष्टाचार रहित बनाऊँ, भ्रष्टाचार हुनु भएन, सिस्टम नीति नियम कानुनमा चलाउँ भन्ने हो भनेर हामीले बुझेछौँ। सत्यता हो कि होइन, के छ त उहाँसँग प्रमाण? यी विषयवस्तुमा हामी उहाँलाई केही प्रश्न गर्नेछौँ भने नगरपालिकाका मेयर, उपमेयर, त्यसै गरी त्यहाँका अधिकृत कर्मचारी र सम्बन्धित शाखाका कर्मचारीहरूलाई पनि हामी सोध्नेछौँ र विभिन्न यहाँ रहेका वाडाका वाडाध्यक्षहरूलाई पनि सोध्नेछौँ। वाडामा सचिव लगाए फेरि सहसचिव के हो यो? त्यो पाइन्छ त? कानुनमा छ? जनताले तिरेको कर त्यसरी बदमास तरिकाले आफ्नो मनखुसी, आफ्नो मन लागेका मान्छे मनलाग्दी गरेर कर्मचारी आफन्त नातागोतालाई कर्मचारी बनाएर जाहिर खुवाउनु पाइन्छ त? कानुनमा छ? यस्ता कुरा पनि हामी वाडामा पुगेर सोध्नेछौँ। र आज हामी होम नारायण सापकोटासँग पहिलो कुरो, तपाईँले किन विरोध गर्नुभयो? विरोध गर्नुको अर्थ के? विरोध कहाँबाट सुरु भयो? किन गर्नुभयो? तपाईँले जागिरबाट निकालेको भन्छन्, तपाईँ पागल भन्छन्, तपाईँले बौला भन्छन्, यो के हो त भनेर त्यो सत्य तथ्य यो भिडियोमा हामी देखाउनेछौँ। भिडियो अन्तिम समय हेर्नुहोला र भिडियो मन परेको समय सेयर गर्नुहोला। र भिडियोमा भनेका कुराहरू हामी नो एडिट जस्ताको तस्तै होम नारायण सापकोटासँग गरेको कुराकानी जस्ताको तस्तै हामी पुलको रूपमा तार्नेछौँ। भिडियो अन्तिम समय हेरेर आफ्नो धारणा बनाउनु होला भन्दै अब लागौँ आजका हाम्रो अतिथि, आजका हाम्रो पाहुना चैनपुर नगरपालिका, चैनपुर नगरवासी, अभियन्ता
ओम नारायण सापकोटासँगको यो कुराकानीतर्फ पूर्वाञ्चल डिबिया टिभीमा यहाँलाई हार्दिक स्वागत छ ओम सर। नमस्कार, धन्यवाद। ओम सर, आजभोलि केमा व्यस्त हुनुहुन्छ? विरोध गर्दैमा व्यस्त हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ सर? होइन, हजुरको यो क्वेसनलाई अब कसरी भन्ने होइन, मैले कुन कुरामा चाहिँ विरोध गरेँ, विरोध भन्ने कुरा हजुरले ल्याउँदै गर्दा यो विरोध होइन। यो भनेको नागरिकहरूलाई चाहिँ सूचना दिने काम गरेका छु मैले, विरोध भन्ने गरेकै होइन के। विरोध भनेको त कसैले गरेको कामलाई चाहिँ गलत तरिकाले अर्थ दिनु भनेको चाहिँ विरोध हो सर, हजुरले मलाई क्वेसन गर्दै गर्दा। तर मैले विरोध गरेको होइन, यो भनेको तपाईँको जनतालाई, हाम्रो नगरवासीहरूलाई सूचना गरेको हो, उहाँहरूले गरेका कामहरू बाहिर देखाएको हो के मैले। अहिले यहाँले विभिन्न ट्यागहरू लाग्ने गरेको छ ओम सर, कसरी सुरु भयो त यो विरोध कार्यक्रम? अथवा यो नगरपालिकामा व्यथिति छ, यहाँ चाहिँ यस्तो यस्तो छ, यो मैले उजागर गर्नुपर्छ, जनतालाई सुनाउनु पर्छ भनेर चाहिँ कसरी सुरु गर्नुभयो त? यो कहाँबाट सुरु भयो सर? हजुरले भन्नुभएको क्वेसनमा मैले अभियान कहाँबाट सुरु गरेँ, कहाँबाट चाहिँ यो नगरपालिकाको व्यथिति देखाउन थालेँ भन्ने कुरा आज मैले नागरिक समाज, यो चैनपुरवासी, शङ्खसभावासी, देशभरि देश विदेशमा रहनु भनेरलाई मैले प्रष्ट भन्नुपर्छ। उहाँहरूले एउटा आरोप त लाउनुहुन्छ, तर त्यो तथ्य होइन। कुरो के हो र मेरो सारा भिडियो हेर्ने साथीहरूले मेरो अभियान कहाँबाट सुरु भयो भन्ने कुरा पनि उहाँहरूले थाहा पाउनु भएको छ। जस्तो हाम्रो एउटा चाहिँ पिलुवा खोला भन्ने चाहिँ एउटा नदी खोला थियो, जुन खोलामा चाहिँ 80 साल असार 2 गते राति आएको बाढीले त्यहाँको हाम्रो एउटा पक्की पुल बगाइदियो। त्यो पक्की पुल बगेपछि त्यहाँ भएको एउटा चाहिँ कवाडी सामान बिक्री हुँदाखेरि त्यो बिक्री हुने सामान चाहिँ तपाईँको 11 लाख समथिङमा चाहिँ कवाडीवालाले किनेर लग्यो। अनि हाम्रो भनाइ के भयो भने हामी दिनै पछि त्यो बाटो हिँड्ने, त्यो घर जाने, नुनढाकी जाने, चैनपुर आउने, दिनमा 10औं पटक हिँड्नु पर्ने, खोलाबाट तर्दाखेरि कहिले लडिने, कहिले बाइकमा डुबिने, अनि हामीलाई समस्या भयो। त्यो कवाडीको सामान जुन बिक्री भएको छ त्यो सामानको पैसा चाहिँ 11 लाख रुपियाँ ल्याएर ग्याबिङ हालौँ न त भनेर चाहिँ अध्यक्षज्यूसँग कुरा गरेर त्यसरी अगाडि बढाउँ न त भन्दाखेरि त्यो कवाडी सामान चाहिँ तपाईँको चाहिँ 36,000 मात्रै राजस्व चाहिँ तपाईँको नगरपालिकामा जम्मा गरेर अरू सबै उनीहरू ककलले बाँडेर खाए होइन। अब बाँडेर खायो, के गर्यो, नगरपालिकाले त्यसरी एउटा चाहिँ कवाडी जस्तो सामानहरू पनि बेवारिसेमा बिक्री गर्यो। अनि त्यो कुरामा मलाई अलिकति चित्त दुखाइ भएको थियो। हामीलाई हिँड्न गाह्रो थियो, जनतालाई गाह्रो थियो र केही समय पछाडि त्यो पुल त्यसरी गयो। त्यहाँदेखि पछाडि तपाईँको चाहिँ पछिबाट चाहिँ त्यो पुल, त्यो खोलामा, पिलुवा खोलामा चाहिँ एउटा बेली ब्रिज लगाउने भनेर चाहिँ बेली ब्रिजको सामान बोकेर 2टा एलपी चाहिँ तपाईँको नुनढाकी पिलुवा खोलामा पुगेको अवस्थामा मैले भेटाएँ। त्यतिखेर जब भेटेँ, त्यो भेट्दाखेरि चाहिँ त्यो 2टा एलपीले चाहिँ बेली ब्रिजको सामान लगिरहेको रहेछ। म ठ्याक्क उहाँ पुग्दाखेरि त्यो सामान फर्काइयो र मैले यो सामान किन फर्काइयो, के हो कसो हो भन्दाखेरि के भन्दैछु भने मेरो अभियान सुरु भएको पोइन्टको कुरा हजुरहरूलाई सुनाउँदैछु। सुरु पोइन्ट चाहिँ त्यहाँबाट सुरु भएको। मैले के गरेँ त भन्दा त्यो 2टा एलपी पिलुवा खोलाको बेली ब्रिजलाई यहीँ बनाउनुपर्छ, यो फर्काउनु हुँदैन। कसले फर्काउन लायो भन्दाखेरि कहिले वडा अध्यक्षले, कहिले मेयरले भन्ने कुरा ती ड्राइभरबाट आयो र मैले लाइभ देखाएर त्यो मेरो अभियान सुरु गरेको छु। हजुरहरूले अहिले पनि हेर्न सक्नुहुन्छ, फेरि पनि म त्यो भिडियो पोस्ट गर्न सक्छु। मेरो पहिलाको आइडी ब्लक भयो। मैले त्यो पुललाई चाहिँ अगाडि मोटरसाइकल, मेरो कालो मोटरसाइकल अगाडि छेकेँ, अगाडि राखेँ बाइक, र मैले चाहिँ त्यो एलपीलाई चाहिँ लु यो मेरो बाइक किच्याएर लैजा, तर यो पुल लान दिन्न, यो ठाउँमा बनाउनु पर्छ। यिनीहरूले कवाडी पनि सस्तोमा बेचेर खाने, हामीलाई ग्याबिङ पनि नलाउने, अनि आएको पुल पनि यो मेयरले चाहिँ यसरी फर्काउने भनेर मैले त्यो भिडियो लाइभ गर्दा मेरो 1.5 भ्युज गएको थियो त्यतिखेर। र सारा मान्छेलाई मेरो अगाडि त्यो तपाईँको चाहिँ भिडियो अगाडि आयो, परिचय भयो, म सारा जनताले चिन्नु भयो। त्यहाँदेखि मैले जति पनि भिडियोहरू हाल्दै गएँ, मेरो एकदम चाहिँ जनता माझमा मेरो प्रचार प्रसार हुँदै गयो। र उहाँहरूले चाहिँ यो मेरो अभियानलाई नबुझेर अनि मलाई चाहिँ अरू नै यो चाहिँ यो कारणले चाहिँ तपाईँको चाहिँ यो चाहिँ यसरी अभियानमा आयो, यसलाई चाहिँ अब जागिरको कुरा जोड दिने, कहिले के को कुरा जोड दिने भनेको उहाँहरूले त्यसै आरोप मात्रै लाउनु भएको। मेरो अभियान भनेकै पुल छेकेको दिनबाट सुरु भएको हो।
तपाईँले यो व्यथिति भयो भनेर त्यहाँबाट सुरु भयो। व्यथितिलाई चाहिँ बाहिर ल्याउनु पर्छ, सबैले देखाउनु पर्छ, यो चाहिँ भ्रष्टाचार हो भन्ने चाहिँ तपाईँले बुझ्नुभयो र सुरु गर्नुभयो। हजुर, मैले त्यो पुल जब चाहिँ 11 लाखमा बिक्री भएको भनेर जो किनेर लाने एउटा शमसुल कवाडीवाला थियो, चैनपुरमा बस्थ्यो, त्यसले नै मसँग भनेका कुराहरू मसँग अहिले पनि प्रमाण छ। अनि 11 लाखमा बिक्री भएको एउटा सामान चाहिँ एउटा मेयर यत्रो जिम्मेवार मान्छेले चाहिँ तपाईँको चाहिँ 36,000 जम्मा गरेर कसरी चाहिँ बिक्री गर्यो त? भनेपछि 11 लाखमा बेच्यो त्यो सबै पुल चाहिँ। तर अब नगरपालिकाको अथवा नगरको जुन आम्दानी बाँध्दा चाहिँ 36,000 मात्रै बाँध्यो, मात्रै बाँध्यो। अनि यो कुन प्रक्रिया हो त? प्रमाण छ नि सर? प्रमाण छ। त्यो तपाईँको चाहिँ 2 दिनको सूचना उहाँहरूले त्यो कवाडी बिक्री लिलामीको वडा कार्यालयमा गएर माग्दाखेरि नि हुन्छ, उहाँहरूले सूचना आह्वान गर्दा नि 2 दिनको मात्रै राख्नु भएको छ। यदि त्यस्तो सामानहरू खरिद बिक्री गर्दाखेरि मिनिमम पनि 7 दिनको सूचना आह्वान गर्नुपर्ने हो। र त्यो ठेक्का पार्ने हाम्रै गाउँको युवाहरू हुनुहुन्छ, उहाँहरूलाई पनि मेरो दोष होइन, किनभने उहाँहरूले त नगरपालिकाले जस्तो सिस्टम सिकायो त्यस्तैमा लाग्ने हो। र उहाँहरूले अलिक बढी नै चाहिँ जम्मा गरौँ न त, यो राजस्व त यो त पुलको त कम भयो, यति मात्रैले त हुँदैन भनेर युवाहरूले सल्लाह दिँदा पनि मेयरले नमान्ने। उहाँले चाहिँ कसरी हुन्छ थोरै मात्रै राजस्व जम्मा गर्ने, अनि पुलको पैसा अब त्यो किन थोरै मात्रै जम्मा गर्ने त? 11 लाखमा बिक्री भएको, अनि त्यो त खानै खोज्या होला। भनेपछि खायो भन्ने हो त? खायो भन्ने त देखियो नि त, चाहे जसले खाए पनि त्यो त सिस्टममा आएन नि। त्यो नगर्नु, त्यो गलत गर्नु भनेको मेयरले खाएको देखिएन त? खायो भन्ने कुरा त्यहाँ हो। उहाँले खायो खाएन त हामीसँग प्रमाण छैन, लुकाइन्छ नि त। यस्तो कुरा त मैले पुल खाएँ भन्ने कुरो भएन। तर 11 लाख रुपियाँ त पाएको छ नि त, पुलको पैसा त आयो। 11 लाखै आम्दानी बाँध्नु पर्थ्यो। हो, 11 लाख नबाँधे पनि तपाईँको चाहिँ एउटा 11 लाखमा बिक्री हुने पुल चाहिँ तपाईँको 8-10 लाखसम्म होइन। थोरै त लु ठेकदारले खाला 2-4 लाख रुपियाँ, 1-2 लाख रुपियाँ नाफा निकाल्ला, मिनिमम पनि 8-9 लाख रुपियाँ त जम्मा हुनु पर्थ्यो नि। र त्यो खोलामा ग्याबिङ हालिनु पर्थ्यो, त्यो पनि गरिएन। त्यही खोलामा मान्छेलाई हिँड्न शास्ति भइरहेको थियो। दर्शकबिन यहाँले सुनिरहनु भएको छ, होम नारायण सापकोटा हुनुहुन्छ र चैनपुरको स्थानीय पनि हुनुहुन्छ, उहाँ र अभियन्ता हुनुहुन्छ। 11 लाखमा पुल बेच्छु तर 36,000 मात्रै नगरपालिकाको आम्दानी बाँधियो। यो चाहिँ सुरक्षारी तपाईँ हामीले लाटो हिसाबले लाटाले पनि जान्ने कुरो भ्रष्टाचार भयो भन्ने हो। त्यो चाहिँ हामी आधिकारिक सम्बन्धित निकायका मान्छे, मेयर अथवा उपमेयर अथवा को हुन्छ त्यहाँ उहाँलाई सोधौँला र के रहेछ यो फेरि हामी ब्याक टु ब्याक भिडियो हाल्दै जानेछौँ। र यतिखेर चाहिँ हामी होम नारायण सापकोटासँग नै जोडिन्छौँ। तपाईँलाई नगरपालिकाले चाहिँ के भनिरहेको छन् भनेर पछि जोडौँला। फेरि तपाईँलाई चाहिँ जागिर थियो, यसले जागिर खाएर अथवा जागिर नपाएपछि यसलाई जागिरबाट निकालेपछि राहतमा भएको कर्मचारी चाहिँ माथिबाट दरबन्दी आएपछि अटोमेटिक हामीले हटायौँ, हट्यो, अनि त्यस पछाडि विरोध गरेको भनेर एउटा ट्याग छ है। त्यति मात्रै होइन, अहिले यहाँले चाहिँ पागल बौला भन्नेसम्म सङ्ख्या दिएको छ। यसलाई के भन्नुहुन्छ, कसरी लिनु भएको छ? यहाँको शुभचिन्तक होला, आफन्त नातागोता होला, यहाँको त्यो भिडियोहरूमा धेरै देखिन्छ पागल भनेका छन्, बौला भने। यो त अलिकति मानवीय भन्दा तल गिरेर बोलेका शब्दहरू हुनसक्छ हामीले बुझेको चाहिँ। यहाँलाई यो शब्दहरूले यस्तो भनाइले कस्तो असर गरेको छ र भएको के हो त? तपाईँ साँच्चै नगरपालिकाबाट जागिर छोडेरै नै यो कुरा उठाउनु भएको हो कि अथवा साँच्चै नै होइन? यो सत्य तथ्य बाहिर ल्याउनुपर्छ, यो भ्रष्टाचार विरुद्ध लाग्नुपर्छ, व्यथितिलाई हटाउनुपर्छ, निर्मूल बनाउनुपर्छ भनेर लाग्नुभएको के हो? के भन्नुहुन्छ? तपाईँको धारणा के छ सर? ठिक छ, हजुरको क्वेसनलाई मैले आम जनता सामु राख्नु नै पर्ने हुन्छ। यो समाजमा चाहिँ अर्काको खुट्टा तान्ने, पछि पार्ने, कसरी हुन्छ विरोधीहरूलाई चाहिँ निस्तेज पार्ने खेलहरूकै यो एउटा पराकाष्ठ हो भन्छु म। मेरो विषयमा चाहिँ के हो त भन्नुहुन्छ भने, मैले जुन अभियान सुरु गरेँ भनेर अघि नै भनिसकेको छु, पुलको विषयबाट नै मेरो अभियान सुरु भएको हो, यथार्थ कुरा। हजुरहरूलाई त्यो भिडियो त्यहाँ त्योभन्दा अगाडि मेरा त्यस्ता पोस्टहरू पनि थिएनन्। त्यो पुल जुन दिन छेकेँ त्यहाँदेखि नै मेरो अभियान चाहिँ सुरु भएको। तर उहाँहरूले चाहिँ मेरो अभियान बढ्दै दिन प्रतिदिन अहिले नगरपालिकाको भ्रष्टाचार, व्यथिति, अनियमितताको विषयमा आउन थालेपछि अहिले पछिबाट आएर चाहिँ उहाँहरूले मलाई चाहिँ जागिर गएदेखि यो विरोधमा आयो भन्ने कुरा आयो। त्यो पुल छेक्नुभन्दा निकै लगभग 6-7 महिना अगाडि नै मेरो चाहिँ तपाईँको जागिरबाट म निस्किसकेको हो। त्यो म भोलिपल्टैदेखि विरोध गर्ने थिएँ होला, के थियो होला, त्यो छैन। मेरो केही समय ग्याप गरेर पछाडिबाट मात्रै मैले पुल छेकेको भनेको मैले लगभग जेठ महिनातिर हो होइन। त्यही भएर चाहिँ तपाईँको चाहिँ त्योभन्दा अगाडि मैले त्यसरी विरोध केही गरेका थिएन।
अब उहाँहरूले त अहिले मेरो हरेक अभियानलाई फेल पार्नु छ, उहाँहरूले आफ्ना करतुतहरू लुकाउनु छ, अनि उहाँहरूको एउटा टिम बनाएर उहाँहरूको एक खालको चाहिँ सञ्जाल तयार गरेर सबैजनाले मलाई गाली गर्नु भएको छैन, पागल भन्ने के भन्ने होइन, अनेक लान्छना लगाउने के गर्ने भनेको उहाँहरूको एउटा कोर टिम बनाउनु भएको छ। त्यही 5-7 जनाले मात्रै त्यो कमेन्ट गरिरहनुहुन्छ, दोहोऱ्याइरहनुहुन्छ, जुन भिडियोमा पनि त्यो उहाँहरूले जान्ने कुरा हो। किन गर्नुहुन्छ उहाँहरू 5 जनाले होइन। र अब मलाई त्यो जागिरको जुन लान्छना लगाइन्छ, म एक त तपाईँको राज्य पुनर्संरचना हुनुभन्दा अगाडि म गाविस हुँदाखेरि नै चाहिँ गाविसको एउटा चाहिँ करार प्रक्रिया पास गरेर परीक्षा दिएर जागिरमा छिरेको, म एक खालको उमेर पनि गइसकेको, म त्यतिखेर जब मलाई नगरपालिकाले जागिरबाट हटाउँदै गर्दा म लगभग 37 वर्ष पुगिसकेको, उमेरले जागिर खाने उमेर नभएको र मलाई हटाइयो। मभन्दा धेरै पछाडि नियुक्ति भएका कर्मचारीहरू सबैलाई उहाँहरूले सेफ गर्नुभयो। म गाविस कालदेखि आउने सुरुमा नियुक्ति हुनेलाई मलाई हटाउनु भयो। त्यसमा त अलिकति अन्याय त गर्नु नै भएको थियो, र पनि मैले त्यसलाई ल ठिकै छ, उहाँहरूले मलाई विवेक प्रयोग गर्नु भएन, मलाई राख्नु भएन, मलाई अन्याय गर्नुभयो। त्यो मैले तपाईहरूले किन यसरी गर्नुभयो, अलिकति विवेक पुर्याएर गर्नुहुन्छ नि भन्दाखेरि उहाँहरूको मुखबाट मैले के सुन्न पाएँ भने चैनपुर नगरपालिका अब भनेको विधि नियम र कानुन अनुसार चल्छ, कानुन अनुसारै हामी बढ्छौँ भन्नुभयो। त्यसमा मैले स्वीकारेर म त्यहाँबाट निस्केको हो। अनि पछिबाट अब मैले नगरपालिकाको चाहिँ जति पनि व्यथितिहरूको बारेमा बाहिर निकाल्न थालेपछि चाहिँ अहिले आएर उहाँहरू यो जागिरबाट निस्केपछि चाहिँ अनि यसो गरेको हो भनेर उहाँहरूले त्यो लान्छना लाउन खोज्नु भएको हो। यथार्थ भनेको मैले पुल छेकेको दिनदेखिको मेरो अभियान सुरु भएको हो। धेरै विरोध गर्नुभयो चैनपुर नगरपालिकाको भन्छन् मान्छेहरू। यहाँले विरोध गर्दै गर्दाखेरि त्यसको प्रमाणहरू पनि त चाहिएला नि। भोलि कानुनी कठघरा उभिनु पर्ला, जवाफ दिनु पर्ला। तपाईँले अलिकति डर लाग्दैन सर, मैले यसरी बोलिरहँदाखेरि भोलि मलाई कानुनी फन्दा फस्छु होइन, यसरी दुःख पाउँछु भन्ने अलिकति त्यस्तो डरहरू हुँदैन? त्यस्तो छैन? मतलब प्रमाण छ र नै बोल्नु भएको हो? हजुर, प्रमाण छ, प्रमाण छ र नै बोले आउँ। के भन्नुहुन्छ भने किन डराउने? जस्तो मैले जति पनि अहिलेसम्म खबरदारी गरेका कुराहरू छन्, जति पनि जनता नागरिकहरूलाई मैले सुनाएका कुरा छन्, यी कुराहरू भनेको सबै महालेखाले। अब महालेखा भनेको के हो भने एउटा अडिट हो, नगरपालिकाको अडिट गर्ने एउटा चाहिँ आधिकारिक नेपाल सरकारको चाहिँ महालेखा प्रतिवेदनमा भनेका कुराभन्दा बाहिरको मैले कुनै पनि गरेका छुइनँ। र उहाँहरूले गरेका फिल्डमा प्राविधिक, म एउटा प्राविधिक इन्जिनियरिङ क्षेत्रको मान्छे भएको हैसियतले मैले पनि केही न केही प्राविधिक कुराहरू जानेको छु र प्राविधिक नियमलाई मिचेर गरेका कुराहरूको बारेमा भिडियो बनाएको छु। र महालेखाले उहाँहरूलाई गर्नु हुँदैन, खर्च नगर्नुहोस् भनेका कुराहरूमा मैले चाहिँ उहाँ आम जनता माझमा निकालेको प्रमाण छ। प्रमाण हेर्नुहोस् न, तपाईँ हेर्नुहोस्, महालेखाका प्रतिवेदन खोलेर हेर्नुहोस्। 79-80 देखि अहिले 81-82 सम्मका महालेखा प्रतिवेदनमा भनेको भन्दा बाहिरको मैले कुनै एउटा मात्रै रिपोर्ट गरेको छु भने मलाई क्वेसन गर्नुहोस्, नभएदेखि महालेखा प्रतिवेदनका कुराहरू कुन विषयमा भन्नुपर्छ म तपाईँलाई भन्छु। महालेखाले देखाइदिएका औँलाइदिएका कमी कमजोरी यसलाई कार्यान्वयन गर भन्नु खोज्नु भएको? हजुर, महालेखा प्रतिवेदनले गलत गर्यौ, अनियमित गर्यौ, असुलुपर गर, यो गलत भयो, कानुन विपरीत भयो भनेका कुराहरूलाई मैले जनता माझमा चैनपुर नगरपालिका जहिले पनि हामी कानुन सम्मत नियमसङ्गत हिँड्ने पालिका हो भनेर बाहिर जनतासँग गफ गर्ने, नागरिकहरूसँग हामी नियमअनुसार काम गर्ने भन्ने। अनि यहाँ महालेखाले चाहिँ यत्रा चाहिँ कानुन मिचेर चाहिँ गरेका चाहिँ यी चाहिँ गलत कामहरू छन् भनेर लेखेको चाहिँ के हो त? यो तपाईँको मुखमा राम राम बगलीमा छुरा चाहिँ यहाँ मेयरको भयो, यसरी गर्न पाइँदैन। मेयर भनेको एउटा जिम्मेवार पद हो, उहाँले नै नियन्त्रण गर्नुपर्छ। जिम्मेवारी पदमा भएको मान्छेकै राम्रो काम गरे नि उहाँ नै हो, गलत गरे पनि उहाँ नै हो भनेर चाहिँ मैले त्यसरी जनता माझ ल्याएको हो। मैले विरोध गरे होइन, उहाँलाई हामी सम्मान गर्छौँ। यी मैले उठाएका क्वेसन, यी महालेखाले भनेका क्वेसनहरू सबै पुरा गर्नुहोस् न। म यही नगरपालिकाका सारा जनता लिएर गएर उहाँलाई सम्मान गर्न पनि हामी तयार छौँ। तर महालेखा प्रतिवेदनले भनेका गलत कुराहरू म बुदागत तपाईँलाई भन्न चाहन्छु। होम सर, यहाँले भन्नुभयो महालेखाको पोइन्टहरू कमी कमजोरी यो कारण नगरपालिकाले कमजोरी गरेछ भन्नुभयो, त पोइन्ट 1-2 गरेर भन्नु त। म भन्छु हजुरलाई, तपाईँको महालेखा प्रतिवेदनका कुराहरू कस्तो आएको छ भन्नुहुन्छ भने महालेखा प्रतिवेदनले गरेका
तपाईँको चाहिँ औँल्याएका कुराहरूलाई मैले जनतामाझ कसरी प्रस्तुत गरेको छु भन्ने कुरा म तपाईँलाई बुदागत रूपमा भन्न गइरहेको छु। के छ भने माथिबाट एउटा चाहिँ सशर्त अनुदान भन्ने सहयोग आयो। हेर्नु, सशर्त अनुदान भनेको त्यो एउटा विशेष शीर्षकमा कुन काम गर्न भनेर आएको हुन्छ नगरपालिकामा त्यही काम गर्नुपर्छ। तर यहाँ सशर्त अनुदानबाट आएको बजेट 5 लाख रुपियाँ चाहिँ एउटा ठेकदारलाई पुरस्कार दिएको देखियो। र त्यो कस्तो खालको ठेकदारलाई चाहिँ पुरस्कार दियो त नगरपालिकाले भन्दा उहाँले बनाएको भौतिक संरचना जस्तो ड्रेन बनाएको छ भने ड्रेनको पानी कजोइमा आउनु पर्ने, तर कजोइमा आउने होइन, पिच गरेकोतिर बगेर पोखरी हुने खालको काम गर्ने ठेकदार। तपाईँको चाहिँ 2 महिनामा चाहिँ अलकत्र उकिएर चाहिँ तपाईँको चाहिँ गिटी छरपष्ट हुने काम गर्ने ठेकदार होइन। अनि तपाईँको चाहिँ क्रसरको गिटीहरू हाल्नु पर्नेमा तपाईँको चाहिँ भित्ताउँदी सोरेको चाहिँ माटो मिसिएको गिटी मुसेर हाल्ने चाहिँ एउटा चाहिँ ठेकदार। त्यस्तो गलत काम गर्ने ठेकदार, प्राविधिक नर्म्स भन्दा गलत काम गर्ने ठेकदारलाई चाहिँ सुटुक्क पुरस्कार दिएको कुरा मैले विरोध गरेँ। एउटा कुरा। अर्को के गर्ने त भन्नुहुन्छ भने एउटा ट्रिफर थियो नगरपालिकामा 26 लाखमा किनेको ट्रिफर, जुन ट्रिफर चाहिँ उहाँहरूले 2 लाख समथिङ चाहिँ मूल्याङ्कन गरेर त्यो बिक्री लिलामी गरियो। तर त्यो बिक्री लिलामी गर्ने बेला भएको थिएन। 500 किलोमिटर मात्रै कुदेको एउटा ट्रिफरलाई तपाईँको कुन आधार विधि पद्धति सिद्धान्तको आधारमा चाहिँ तपाईँले यो लिलाम गर्नुभयो, यसमा कमिसनको खेल भयो भनेर मैले गरेँ। अर्को भन्नुहुन्छ भने तत्काल अहिले भइरहेको उखु पेल्ने मेसिनको विषयमा आयो। उखु पेल्ने मेसिन चाहिँ तपाईँको चाहिँ 1,65,000मा चाहिँ कम्पनीले चैनपुरमै झारिदिन्छु भनेर हामीलाई निवेदन बकाइदा चाहिँ लेखेर सिग्नेचर गरेर दिएको छ। तर उहाँहरूले चाहिँ 1,65,000मा आउने मेसिन 2,83,000मा चाहिँ यहाँ ल्याएको छ। अनि अधिकृत र मेयरको मिलेमत्वमा यो काम नभएर कसले गर्दाखेरि हुन्छ यो काम? अनि यसमा पनि कमिसनको खेल भ्रष्टाचार भयो कि भएन त? लु, त्यो अरू पत्रकारहरूले पनि तपाईँको चाहिँ मिडियामा लेखेको छ प्रत्येक मेसिनमा 1,18,000को दरले चाहिँ उहाँहरूले खाएको देखिन्छ। अनि भ्रष्टाचार भयो भन्नु कि नभन्ने? अनि भ्रष्टाचारी मेयर, भ्रष्टाचारी अधिकृत भन्ने कि नभन्ने? लु भन्नुहोस्। त्यो होइन भने उहाँहरूले जवाफ दिनु पर्यो नि। किन हामीले चाहिँ हामीले मागेका कुराहरू दिनुहुन्न, सूचनाहरू दिनुहुन्न, यी जवाफहरू दिनुहुन्न? अनि उहाँहरूले आफ्ना जवाफ दिन नसकेको कारणले मलाई अनेक लान्छना लगाइएको छ। त्यस्तै अरू पनि म भन्न चाहन्छु। तपाईँको महालेखा प्रतिवेदनले के भनेको छ भने न्यून आम्दानी भएका पालिकाहरू भनेको छ। जस्तो चैनपुर नगरपालिकामा 1,61,00,000 भन्दा कम 1,61,62,00,000 मात्रै हाम्रो पालिकामा तपाईँको आन्तरिक आम्दानी छ। यस्ता कम आम्दानी भएका चाहिँ तपाईँको पालिकाहरूले, त्यस्ता पालिकाको मेयरले स्वकीय सचिव राख्न पाइँदैन। अलिक धेरै आम्दानी छ भने मात्रै स्वकीय सचिव राख्नुपर्छ भनेको छ। मैले स्वकीय सचिवको विषयमा मलाई रिस होइन, तर उहाँले यो नियम मिचेर कम आम्दानी भएको एउटा पालिकामा एउटा स्वकीय सचिव आफ्नो काम गर्ने राखेर वर्षको चाहिँ तपाईँको चाहिँ 10 लाख खर्च गरेको छ तालिम भत्ता तलब भनेर। त्यो गर्न पाइँदैन। यो नियमअनुसार भएन। उहाँहरूले चाहिँ यो हामी विधिअनुसार चल्छौँ भन्ने अनि जनतालाई ढाँट्ने भनेर हामीले यो कुरा उठाएको, मैले यो कुरा उठाएको। अहिले त म मात्रै पनि होइन, हाम्रो समूहले यो उठाएको छ। त्यस्तै गरेर अनियमित पनि कानुन विपरीत भएको छ। के छ भन्नुहुन्छ भने यहाँनेरि कर्मचारीको विषय आउँछ। कर्मचारी कस्तो छ? मेयरले ठाडो सिग्नेचर गरेर तपाईँको उहाँका आफ्नो मनले खाएका मान्छेहरूलाई तपाईँको चाहिँ नियुक्ति दिएको छ। नियुक्तिको प्रमाण हेर्नुहोस्। यसरी चाहिँ तपाईँको चाहिँ यहाँ म दिन सक्छु तपाईँलाई। ठाडो निवेदनमा चाहिँ उहाँले चाहिँ कर्मचारी नियुक्ति गरेर दरबन्दी नरहेका कर्मचारीलाई 37 लाख रुपियाँ वर्षको प्रत्येक वर्ष भर्नु भएको छ। यो हामीले किन विरोध गऱ्यौँ? हामीले जागिर खानेको विषयमा विरोध गरे होइन। उहाँहरू पनि गरिब हुनुहुन्छ, उहाँहरूले नि आफ्नो रोजीरोटी खान पाउनुपर्छ। तर मेयरले जुन तरिकाले चाहिँ आफ्ना कार्यकर्ता पोस्ने काम गर्नुभएको छ त्यो गलत हो, नियम सङ्गत भएन। यो नि भ्रष्टाचार हो, अनियमित हो। महालेखाले देखाएको छ 37 लाख रुपियाँ चाहिँ दरबन्दी नरहेका कर्मचारीहरूलाई तलब खुवाइराख्नु भएको छ। अनि यस्ता यी देखिँदै अब मैले यसरी नै तपाईँको महालेखा प्रतिवेदनहरू हेर्दै गएँ, खोज्दै गएँ। यहाँ सयौँ चाहिँ तपाईँको चाहिँ अनियमित, तपाईँको कानुन विपरीत
अनि नियम मिचेर गरेका कामहरू देखिएको कुरा मैले जनतालाई भन्दै गएँ अनि उहाँहरूलाई आक्रोश बढेर मलाई लान्छना लगाउने काम भएको हो। यी बुदा यी मैले भनेका कुराहरू सबै प्रमाण छ। अब म अझै तपाईँलाई चाहिँ अब मेयरले स्वयं आफैले फटाइ गरेको भ्रष्टाचार गर्न खोजेको हो या के गरेको हो तपाईँहरू नै भन्नुहोस्। मेयर हाम्रो चैनपुर नगरपालिका मेयर कृष्ण कुमार तामाङले 200वटा चाहिँ मिनी टिलर भन्छ त्यो हाते ट्र्याक्टर ल्याउँदा एउटा ट्र्याक्टर चाहिँ उहाँले आफ्नो मनखुसी ल्याएर उहाँको आफन्तलाई दिनुभएछ नगरपालिकाको पैसाबाट। त्यो कसरी दिनुभयो त भन्दाखेरि त्यसको न विज्ञापन छ, न त्यसको सूचना छ, न कुनै आधिकारिक लेटर छ, न केही छ। आफन्तलाई दिनको लागि चाहिँ उहाँले सिधै नगरपालिकाको ढिकुटीको पैसा खर्च गरेर एउटा हलो त्यसरी एउटा चाहिँ किसानलाई दिन सकिन्छ भने अरूलाई पनि दिनु पर्यो नि त। उहाँले चाहिँ अब जानु पर्यो, जसलाई पनि माग्न जाने जति सबैलाई दिन सक्नु पर्यो नि त उहाँसँग डाइरेक्ट माग्न जाँदा। अनि अरूलाई चाहिँ नदिने अनि आफ्नो मान्छेलाई चाहिँ सूचना बेगर अरू 200वटा ट्र्याक्टर चाहिँ ओडाबाट चलाएको कार्यक्रमबाट किसानहरूलाई बाँडियो। जुन ट्र्याक्टर चाहिँ तपाईँको कमर्सियल पनि ल्याएर बाँडेको छ त्यो बेग्लै कुरा अर्को गरौँला हामी। र यहाँ चाहिँ उहाँको मनखुसी ओडाले ल्याएको 200वटा ट्र्याक्टरमा एउटा ट्र्याक्टर छिराएर आफ्नो मान्छेलाई ल्याएर बाँड्ने। अनि यो नियमअनुसार चल्ने मेयर हो त? त्यो ट्र्याक्टरको मूल्य कति पर्छ सर? यो ट्र्याक्टरको मूल्य उहाँहरूले चाहिँ यहाँ 41,000 देखाउनु भएको छ। तर जहाँसम्म लाग्छ उहाँहरूले कम्पनीसँगै डिल गरेर यो ट्र्याक्टर कम प्राइसमै ल्याएको छ तर यहाँ बढी मूल्य देखाएर यसमा पनि कमिसनको खेल भएको कुरा बुझिँदैछ। यो चाहिँ भर्खर आएको हुनाले यो विषयमा हामीले अध्ययन गर्न बाँकी नै छ। यसको विषयमा हामी थप अध्ययन गरेर पछि जानकारी गराउनेछौँ। अब उहाँहरूको अर्को करतुत हेर्नु, तपाईँको नेपाल सरकारले के भनिन्छ, जिम्मेवार पद धारण गरेर बसेका एका घर परिवारको जग्गा खरिद गर्न हुँदैन, लाभ हानि त्यसमा चाहिँ कानुनी प्रक्रिया मिचिन्छ भनेर कानुनमा उल्लेख छ। तर उपमेयर एलिना श्रेष्ठ हाम्रो नगरपालिकाको उपमेयरको आफ्नै सासूको जग्गा फोहोर मैला व्यवस्थापनमा खरिद गरेर तपाईँको चाहिँ प्रयोग गरियो। त्यो विषयमा मैले चाहिँ आवाज उठाएको हो। अब त्यसमा उहाँहरूले प्रक्रिया पुर्याएको छौँ, हामीले सूचना निकालेका छौँ भन्नुभयो। सुरुमा सूचना थिएन, पछि आयो भन्दा पहिल्यैदेखि थियो भन्नुहुन्छ। त्यसको पेपर ल्याब टेस्ट गरौँ कहिले प्रिन्ट भएको छ त्यो गरेर हेर्नु देखाउनु पर्यो नि, त्यसरी अनुसन्धान गर्नु पर्यो नि। त्यो जग्गामा यहाँले जस्तै हामीले सुनेको सर त्यो जग्गामा अलिकति गडबडी भयो, मूल्यभन्दा तलमाथि भयो भन्ने सुनेको, के हो त्यो? यो के छ भने तपाईँको त्यो त्यहाँ हामीले हेर्दाखेरि 65,000 प्रति रोपनी चाहिँ नगरपालिकाभन्दा टाढा एउटा जुनले चाहिँ नगरलाई असर नै नगर्ने दुर्गन्ध नआउने ठाउँमा उचित नै ठाउँमा 65,000 प्रति रोपनी दिने भन्दा पनि उहाँहरूले त्यसलाई छोडेर उहाँहरूले प्रति रोपनी 85,000 को दरले चाहिँ खरिद गरेर त्यो फोहोर मैला व्यवस्थापन केन्द्र राख्नु भएको छ। जुन नगरपालिका नजिकै पनि छ, त्यहाँ चाहिँ तपाईँको कुकुर सियालहरूले फोहोर मैला बोकेर आउँदा पनि कहिलेकाहीँ नगरपालिका वरिपरि छरिने दुर्गन्धहरू आउने ठाउँलाई उहाँहरूले आफ्नो जग्गा भएको कारणले त्यसलाई नै उचित मानेर खरिद गर्नुभयो। र उहाँहरूको अर्को कानुन के बाँधिन्छ भने सरकारी जग्गा खोजेर पो व्यवस्थापन गर्नुपर्छ त फोहोर मैलाको लागि भन्दाखेरि उहाँहरूले के भन्नुभयो भने हामीले चाहिँ तपाईँको चाहिँ सरकारी जग्गामा प्रयोग गर्न पाइँदैन, जग्गा खरिद नै गर्नुपर्छ भन्नुहुन्छ। अनि वडा कार्यालय बनाउने बेलामा चाहिँ फेरि के भन्नुहुन्छ भने अप्ठ्यारो ठाउँमा लगेर वडा कार्यालयहरू राख्नुहुन्छ, अनि जग्गा किनेर अलिक राम्रो ठाउँमा राखौँ न भन्दा जग्गा खरिद गरेर त वडा कार्यालय बनाउन पाइँदैन, निःशुल्क जग्गा पो चाहिन्छ त होइन, निःशुल्क दिने होइन, खरिद नगरिकन गर्ने। उहाँहरूको कुरा हेर्नु है कसरी बाँधिएको छ। यस्ता क्या नियममा बसेर उहाँहरू कुनै पनि काम गर्नु भएको छैन, नियम विपरीत गर्नुहुन्छ, नियमलाई मिचेर काम गर्नुहुन्छ भनेर हामीले आम जनता माझमा यही कुराहरू राखेको हो। यहाँभन्दा अरू गलत केही पनि भनिएको छैन। उहाँहरूले प्रुफ पुर्याउनुहुन्छ अरे कागज मिलाएको छौँ, हामीले सब कागज मिलाएको छ भन्नुहुन्छ। कागज त मिलाउनु भयो होला उहाँहरूले, तर व्यवहारमा मिलेको छैन। यही कुरा चाहिँ जनतालाई मैले हाम्रो अनि पहिला त म सिङ्गल थिएँ, पछिबाट हाम्रो सामूहिक अभियान हुँदै आयो, त्यसरी आउँदाखेरि हामीले राख्दै गयौँ। अनि सामूहिक भइसकेपछि अहिले मलाई चाहिँ हटाउनको लागि, मलाई ब्याक सार्नको लागि तपाईँको व्यक्तिगत लान्छना लगाउन थालिएको छ। अनि त्यस्तै गरेर अर्को पनि म तपाईँ माझ राख्न चाहन्छु। मेयरको घर तपाईँको चाहिँ यहाँबाट 5 मिनटमा पुग्ने ठाउँ छ, उहाँलाई गाडी सुविधा पनि छ, तेल सुविधा पनि छ, दिनै पछि घर जाने आउने
त्यहाँ एउटा घर चाहिँ एउटा भाडामा लिनुभएको छ, तर त्यहाँ बस्नुहुन्न उहाँ किन बस्नुहुन्न? अब त्यहाँ अलिकति मात्रै होइन, यहाँ चाहिँ घर भाडामा तपाईँको 16 लाख रुपियाँ चाहिँ वार्षिक खर्च भइरहेको छ। आफ्नो घर नजिकै हुँदा उहाँ चाहिँ घरमा गएर बस्ने, अनि यहाँ भाडा चाहिँ किन तिर्ने त? यस्ता खालका कामहरू, यस्ता खालका कुराहरू चाहिँ यो नगर्नुहोस्। यो चाहिँ महालेखा प्रतिवेदनले पनि यो घर भाडा लिने कुरा चाहिँ गलत तरिकाले भएको छ। यो भएन भनेर औलियाको कुरा हो क्या, मेरो कुरा होइन। महालेखा प्रतिवेदनले लेखेको कागज छ, त्यहाँ हेर्नुहोस्। त्यस्ता कुराहरू देखाउँदाखेरि उहाँहरू रिसाउनुहुन्छ। अब यी कुराहरू, यी मैले यो भनेका कुराहरू यदि यो महालेखा प्रतिवेदनमा रहेन रहेछ, उल्लेख भएको छैन रहेछ भने नेपाल सरकारले कानुनी रूपमा चाहिँ मलाई लगेर समाओस्, थुनोस्, कारबाही गरोस्, म तयार छु। तर मैले कुनै बाहिरको कुरा भनेको छैन। यसको लागि तपाईँहरूले के गर्न सक्नुहुन्छ? होइन भने चैनपुर नगरपालिकाको महालेखा प्रतिवेदन तपाईँहरूले मागेर खोजेर पढ्नुहोस्। मैले भनेका कुराहरू सबै त्यहाँ देख्न पाउनुहुन्छ। जनतालाई ढाँटेर हामी नियम कानुन सङ्गत छौँ भनेर यस्ता फटाइ गर्न पाइँदैन भन्ने मेरो मान्यता हो। र अझै म के भन्छु भने कर्मचारीहरूले तपाईँको तलब भत्ता त खान पाउँछ, नियमअनुसार खान पाउँछ। तर यहाँ के गरिएको छ चैनपुर नगरपालिकामा भने प्रमुख प्रशासकीय अधिकृतलाई ओमकार प्रसाद न्यौपानेलाई 50% इन्सेन्टिभ दिने भनेर गत वर्ष आउने बित्तिकै चाहिँ चैनपुर नगरपालिकाको कार्यपालिका सदस्यहरूले 50% अनुदान उहाँलाई दिने भनेर स्वीकृति गरिवरी अस्ति नै उहाँको खातामा जम्मा पनि भइसकेको छ। यो पनि अझ ठुलो चाहिँ तपाईँको कानुन विपरीत काम गरिरहेको छ। सङ्घीय कर्मचारीलाई स्थानीय तहले इन्सेन्टिभ दिनुपर्ने, भत्ता दिनुपर्ने, अनि कन्टेन्जेन्सीको कुरा प्रत्येक वर्ष 8 लाख 12 लाख रुपियाँ अनियमित भयो, यो खान पाइँदैन भनेर चाहिँ तपाईँको महालेखाले लेखेको छ। अनि महालेखाले चाहिँ खान पाइँदैन, गलत भइरहेको छ भनिरहने, अनि उहाँहरू चाहिँ खाइरहने क्या। यो लाज पचाउन पाइन्छ? अनि यी कुराहरू तपाईँको चाहिँ पटक पटक एउटै कर्मचारीलाई चाहिँ 10वटा शीर्षकमा चाहिँ वर्षभरिमा उहाँहरूको खातामा कति जम्मा भएको छ तपाईँहरू पनि आएर खोज्नुहोस्, अनि भन्नुहोस् क्या होम गलत छ या साँचो छ। अझै अर्को हाँस उठ्दो कुरा त तपाईँहरूलाई भन्न मागिने छ, यो भनेर सकिने नै कुरा केही छैन। तपाईँहरूलाई म के भन्छु भने अहिले त नि झन् अहिले दरबन्दी नरहेका कर्मचारीहरूलाई पनि तपाईँको प्रत्येक ओडामा जानुहोस्, तपाईँ खोज्नुहोस्, त्यहाँनिर एउटा सचिव राखेको छ। सचिवको लागि सहायक सचिव छ क्या, दरबन्दीभन्दा बाहिरका प्रशासनका सहायक सचिव किन राखेको? सचिवले टाइप गर्न जान्दैन? त्यो लोकसेवाबाट पास गरेर आएको एउटा कर्मचारी, एउटा सचिवलाई सहायक सचिव चाहियो अरे। सहायक सचिवलाई नि नगरपालिकाको पैसा खुवाएर राखेको छ। यो हाँसउठ्दो कुरो भएन? अनि यस्तो काम गर्ने नगरपालिका अनि नियममा चल्ने अरे, अनि विधिमा चल्ने अरे, अनि होम सापकोटा चुप लागेर बस्नुपर्ने। त्यही भएर अब यस्ता व्यतिथिहरूको विषयमा यसरी आवाज उठाउनको लागि चैनपुर नागरिक समाज चुप लागेर बस्नुपर्ने? अहिले हाम्रो नागरिक समाज छ। नागरिक समाजको अहिले एकमुष्ट अहिले व्यक्ति छैन, अहिले होम सापकोटा मात्रै छैन। अब यी विकृति विसङ्गति यी महालेखा प्रतिवेदनमा लेखेका 1001 रुपियाँको पनि हामी छोड्नेवाला छैनौँ। सबैको यो कानुन सम्मत जानुपर्छ। पहिलो सुरुवात भनेको चैनपुर नगरपालिकाबाट गर्ने हो। हाम्रो 753वटा पालिकामा चाहिँ हामी अभियान लान्छौँ, तर पहिलो नम्बरमा हामी चैनपुर नगरपालिकाको व्यतिथिलाई हामीले शून्य गर्न चाहन्छौँ। हाम्रो चैनपुर नगरपालिकाको नागरिक समाजको उद्देश्य भनेको यही हो। मैले अहिलेसम्म यी गरेका अनेकौँ तथ्यपरक कुराहरू छन्, प्रमाणित कुराहरू मैले त हजुरहरूलाई माझमा पस्किएँ। र मैले योभन्दा अगाडि पनि जति पनि मैले हजुरहरूलाई जानकारी गराएका कुराहरू यही महालेखा प्रतिवेदनसँग आधारित कुराहरू छन् र प्राविधिक नर्म्सभन्दा गलत काम गरिएका कुराहरू भन्दा बाहिर मैले कुनै हावा कुराहरू गरिएको छैन। यो भिडियोलाई तपाईँलाई मनपर्छ भने अरूमाझ पनि प्रचार प्रसार गरिदिन सहयोग गर्नुहोस्। र म के भन्न चाहन्छु भने चैनपुर नगरपालिकामा नागरिक समाजले उठाएका आवाजहरू, अनि यो नागरिक समाजले उठाएको आवाजलाई, नागरिक समाजले महालेखा प्रतिवेदनले औल्याएका कुराहरूलाई चाहिँ एउटा चाहिँ समाज माझमा लगेर चाहिँ नगरपालिकाको व्यतिथिलाई हटाउनको लागि गरेको यो नागरिक समाजको पहल कदमीलाई चाहिँ यहाँका विभिन्न राजनीतिक दलहरूले पनि साथ सपोर्ट गरिराख्नु भएको छ। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै यो नागरिक समाजले उठाएका महालेखा प्रतिवेदनले गरेका गलत कामहरूको प्रवृत्ति अन्त्य गर्नुपर्छ भनेर हामीलाई साथ दिनुहुने विभिन्न राजनीतिक दलका नेतृत्वकर्ताहरूलाई पनि हाम्रो नागरिक समाजको तर्फबाट फेरि पनि धन्यवाद भन्दै यसरी यो कुराहरूलाई अन्त्य गर्दै चैनपुर नगरपालिकामा रहनुहुने, देश विदेशमा छरिएर रहनुहुने युवा साथीहरू सबैजनाले यो
देशकै यो समस्या हो, यो देशको समस्या, यो भ्रष्टाचारको ऐँजहरूलाई उखेलेर फ्याँक्नको लागि तपाईँहरूले साथ सपोर्ट गर्नुहोला र भ्रष्टाचारीहरूले गरेका चाहिँ उनीहरूले आफ्नो फटाइ लुकाउनका लागि गरेका कुकर्म, कुकृति, अपशब्द, गालीहरूको पछि नलाग्नुहोला। तथ्यमा आधारित कुराहरू हेरेर तपाईँहरूले पनि साथ गर्नुहुनेछ भन्ने मेरो अपेक्षा छ र चैनपुर नगरपालिकालाई एउटा सुशासन मैत्री पालिका बनाऊ। हजुरहरूले पनि यसमा साथ सपोर्ट गरिदिनु होला। यहाँले धेरै कुरा जानकारी गराइदिनु भयो चैनपुर नगरवासीलाई। जाँदा जाँदै छुटेका मैले केही सोध्न छुटाएका अथवा यहाँले भन्न रुचाएको के त्यस्ता छ भने सटिकमा भन्नुहोला र हामी छुटिनेछौँ। ओम सर, ठिकै छ, हजुरले मलाई बोल्न यो मौका दिनुभयो, तपाईँप्रति पनि म आभार व्यक्त गर्न चाहन्छु। र जाँदा जाँदै मैले के भन्न चाहिरहेको छु भने मेरो जुन पनि अभियान अगाडि बढेको छ त्यो अभियान भनेको तपाईँको चाहिँ पिलुवा खोलाको पुल बगाएर लगे पछाडि नै मैले चाहिँ त्यहाँको त्यो बेली ब्रिजको सन्दर्भदेखि मैले अहिलेसम्म आउँदाखेरि अहिले चाहिँ हाम्रो एउटा नागरिक समाजको टिममा आबद्ध भएर हामीले काम गरिराखेको छौँ र यहाँ कुनै पनि हामीले मिथ्या अथवा हावादारी कुराहरू कुनै गरिएको छैन। जाँदा जाँदै म के भन्न चाहन्छु भने चैनपुर नगरपालिकाले उखु पेल्ने मेसिनमा गरेको घोटालाको विषयमा, तपाईँको ट्रिफरको विषयमा होइन, उहाँहरूले चाहिँ गरेका यी चाहिँ अनियमित कानुन मिचेर गरेका चाहिँ कर्मचारीहरूको नियुक्तिको विषयमा उहाँहरूले पनि एउटा चाहिँ नियमसङ्गत कानुनसङ्गत चल्नुपर्छ। यसमा चाहिँ उहाँहरूले ध्यान चाँडोभन्दा चाँडो पुर्याइयोस्। हाम्रा ती 48 बुँदे 14 बुँदे र हामीले हाम्रो नागरिक समाजको तर्फबाट जति पनि हामीले ज्ञापन पत्रमा बुझाइएका कुराहरू चाँडोभन्दा चाँडो उहाँहरूले पुरा गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु। नभए हाम्रो यो अभियान जारी रहनेछ। हजुरहरू सम्पूर्ण राजनीतिक दल, यहाँका शुभचिन्तक, राजनीतिक दल, नागरिक, आम सङ्घ संस्था सबैले चाहिँ साथ दिनुहोला भन्ने भन्दै म पनि हजुरसँग बिदा हुन चाहन्छु। हस् त, समय र सम्मतिको लागि धेरै धेरै धन्यवाद। ओम सर, हस्, धन्यवाद।